सरी हामी धेरै टाढा आयो है जङ्गलको सवारी आज मेरो अन्तिम दिन हो जङ्गल आउने त्यसपछि आउँदिनँ किनकि अब म आफ्नो गाउँ जन्मेको ठाउँ सप्तरी अब गइहाल्छु त्यो काठमाडौँ नगरकोट यो पागल हो क्या हो तिमी कहाँ जन्म्या हो नि कहाँ जन्म्या आफू हस्पिटलमा होला हस्पिटलमा यो भिडियो भाइरल होला है हाम्रो हो गीत गाउ त ताला साला खुल्छ मी भर्सेस मी त्यो हैन भने त्यही जाने जान्छ अंकल स्वर्ग हिँड्न ए मेरो माया मरेको पाइन्छ जाने जान्छ त्यस्तो मर्ने सर्ने माया गीत त मलाई त मनै पर्दैन अलिकति मोटिभेसन आउनु पर्ने के गीतमा भने त्यस्तो हुनुपर्छ मजाक रहेछ जिन्दगी हाँस्नै जानिन मजाक छ यार लाइफ मजाकमा चलिरहेको छ जिन्दगी यो हामीले थाहा छ कहाँ सङ्घर्ष गर्न गइरहेको छ सङ्घर्ष यही हो सङ्घर्ष हामी यो ग्याङमा चाहिँ हामीहरू सबैजना मजाकमा चलिरहेको छ यो जुत्रीलाई अहिले पढ्ने बेलामा आए जङ्गल हिँड्छ अनि पछि खोइ पढ्ने बेला यताउता अनि अहिले पछि अब के गर्छ तिन चारवटा बच्चा बुच्ची हुन्छ हो निस्किन्छ नि तिम्रो जङ्गलमा भोइ खन्ने 3-4वटा बच्चा बुच्ची हुन्छ नि पछि के गर्छ खेलाउँदै बस्छ सारी लाएर आयो भने कालो चस्मा लायो भने पक्ला केटालसँग है भाइरल गीत 1 करोड 60 लाखले देखिसकेको रहेछ नि यार धेरै टाढा आइसक्यो अब गर्नु छ भने गर्ने हो छिटो छिटो यहाँ जुगा लायो भने नि जुगा भित्र छिर्छ थाहा छ तिमीलाई मलाई चाहिँ डर लाग्छ जुगा देखेर ओहो कति राम्रो ठाउँ त्यहाँ त्यो चाहिँ हाम्रो मनसा केसी तामाङ आन्टीको पानी पनि कुवा हो अन्ध्यारो भइसक्यो जङ्गल अनि अहिले दिउँसै छ है ओइ सबजना पछि पछि कहाँ आइरहेको छ टाढा धेरै आइसकेको छ हामी उता गयो भने अर्काको जङ्गल हो नि फेरि म त नयाँ हो मलाई त बाल्नै पर्दैन म बच्चा हो नाबालिका गाउँ तिमीहरूको हो नि त गाउँ मेरो भन्छ नि म त नाबालिका हो नि त नाबालिका के को नाबालिका नागरिकता पाइसकेपछि नाबालिका नसालिका कस्तो पाएको छैन अस्ति के खाना गएको त नि मेरो नागरिकता छैन बस मेरो जन्मदर्ता छ यो चाहिँ हाम्रो झारपाते खोला सो हाम्रो मान्छेहरू आउँदै हुनुहुन्छ पछाडि वेलकम छ मैला फेस्टाइल मोमबाती जस्तो लागेन नि मोमबाती जस्तो म त ऊ स्वतन्त्र भित्र स्वतन्त्र हाम्रा मित्रहरू पछाडि आउँदै हुनुहुन्छ उहाँहरूको लागि जोरदार ताली हाम्रो अध्यक्ष दिपेन्द्र चौधरीको लागि सबैजना जोरदारले ताली बजाइदिनु न हार्दिक अनुरोध गर्छु उता गयो भने नि अहिले तल पुग्छ खोला